नमस्ते, मेरो नाम हो नारायण छेत्री बोलक। म तपाईँलाई स्वागत छ। आज म तपाईँलाई बसन्तपुर दरबारको बारेमा बताउन गइरहेको छु। नेपालको एक अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक सांस्कृतिक धरोहर हो। यसलाई म छोटकरीमा बताउन गइरहेको छु। ऐतिहासिक पृष्ठभूमि। राजदरबार यो मल्लशाह र वंश राजाहरूको ऐतिहासिक निवास स्थान हो। यहाँ राजाहरूको गद्दी आरोह जस्ता महत्त्वपूर्ण राजकीय समारोहहरू पनि सम्पन्न हुन्थे। यस दरबारको मुख्य प्रवेशद्वारमा हनुमानको मूर्ति राखिएको हुनाले यसलाई हनुमान ढोका दरबार पनि भनिन्छ। यो विश्व सम्पदा सूचीमा नि राखिएको छ युनेस्कोले। अनि यहाँको धेरै नै रमणीय र धेरै घुम्नलायक मन्दिरहरू पनि छन्। पृथ्वीनारायण शाहले निर्माण गरेको यो नौतले दरबार यहाँको मुख्य आकर्षण हो। यहाँ बसन्तपुर टावर पनि भनिने रहेछ र काठमण्डप भन्ने तपाईँले सुन्नुभएको होला। एउटै सालको रुखबाट बनेको भनिएको यो ऐतिहासिक संरचनाबाट नै काठमाडौँको सहरको नाम राखिएको विश्वास गरिन्छ। हामीले नि यस्तो सुन्नमा आइरहेको थियो है, तर मैले सुनिरहेको थिएँ कसैले भनेको, तर रहेछ सायद मैले धेरैसँग बुझ्दाखेरि। यहाँको जीवित देवी कुमारी निवास स्थान छ, जहाँबाट उनले समय समयमा भक्तजनहरूको दर्शन दिन्छन्। और मन्दिरहरूको सङ्ग्रहालय कति छन्, कति मन्दिरहरूको सङ्ग्रहालय। यहाँ 50 भन्दा बढी साना ठुला मन्दिरहरू पनि छन्, जहाँ तलेजु, भवानी, काल भैरव, शिव पार्वती जस्ता धेरै नै अत्यन्तै महत्त्वपूर्णहरू मन्दिरहरू पनि समावेश गरिएको छ। बसन्तपुर दरबार मन्दिरमा विदेशी आउनुको एक मात्र रिजन छ यहाँका संस्कृति, यहाँका अत्यन्तै महत्त्वपूर्ण कलादायी सामानहरू खरिद्नले आउँछन्। अहिले 4 बजेको मार्किङ समय हो। यहाँका धेरैसो विदेशी स्वदेशीहरू मार्केटिङ गरिरहेका हुन्छन्, सामानहरू खरिदेका हुन्छन्, अत्यन्तै महत्त्वपूर्ण सामानहरू खरिदेका हुन्छन्। किनकि यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँका सामानहरू नि तपाईँले यो ठाउँमा पाइने सामान अरू कहीँ ठाउँमा पाउँदैन। तपाईँले यस्तो राम्रो सजाएको हुन्छ, यस्तो ठाउँ छ। देख्नुभयो त बसन्तपुर दरबार कितना रमणीय ठाउँ छ। एक फेर तपाईँ अवश्य आउनुपर्छ, किनकि यहाँको ठाउँ, यहाँको रमणीय स्थान हुन्छ। फेरि नयाँ भिडियोको साथ जोडौँला। नारायण छेत्री ब्लगलाई फेरि लाइक कमेन्ट गर्न नभुल्नुहोला। फेरि नयाँ भिडियोको साथ काठमाडौँको अपडेट दिइराखुला। अहिलेलाई बाई बाई बाई।